हेलो साथीहरू, आज मैले हेमाचुरेको बारेमा लिएर आएको छु है। हेमाचुरे भनेको चाहिँ पिसाब गर्दाखेरि पिसाबमा चाहिँ ब्लड प्रेजेन्स हुने, या त हामीले आँखाले देखेर देखिन्छ प्रेजेन्स भएको है, पिसाबमा रगत आएको, या त आँखाले देखिन्छ या त युरिनरी गर्दाखेरि माइक्रोस्कोपबाट देखिन्छ है। त्यसलाई नै चाहिँ हामी हेमाचुरिया भन्छौँ है। पिसाब फेर्दाखेरि ब्लड आउने है। ब्लड आउने भन्नाले आँखाले नदेखेर पनि आएको हुनसक्छ है। आँखाले देखेर पनि आएको हुनसक्छ है। त्यसलाई चाहिँ हामी हेमाचुरिया भन्छौँ। कजेजहरू यसको के कारणले हेमाचुरिया हुन्छ है। यसको कजेजहरू छ, रेनल कजेज छ, युरेटरी कजेज छ, ब्लाडर कजेज छ, अनि युरेथ्रल कजेज छ, प्रोस्टेटिक कजेज छ, अनि अरू कारणले पनि हुन्छ। अब पिसाबमा रगत आउने कारण त धेरै होला, किनकि पिसाब बन्ने भनेको किडनी हुँदै है। किडनीमा पनि अब मेडुला, कटेक्स हैन, कटेक्स मेडुला, पेल्भिक पिरामिड्सहरू हुन्छ, त्यहाँबाट रेनल पेल्भिस हुन्छ है। त्यसपछि मेजर क्यालक्स, माइनर क्यालक्स, अनि त्यसपछि युरेटर हुँदै ब्लाडर हुँदै, अनि त्यसपछि प्रोस्टेट हुँदै, अनि युरेथ्रा हुँदै बाहिर निस्किने। त कहाँ के कारणले हुन्छ, किडनीमा के कारणले हुन्छ, युरेथ्रामा के कारणले हुन्छ भनेर यो कारणहरू चाहिँ किडनीबाट युरेथ्रासम्म हामीले बुझ्नुपर्ने हुन्छ है। रेनल केजेस अर्थात् किडनीमा के कारणले हुन्छ, ग्लोमेरुलोनेफ्राइटिस है। ग्लोमेरुलोनेफ्राइटिस भनेको थाहा नै होला, प्रेजेन्स अफ ब्लड इन युरिन विथ प्रोटिन्युरिया है। यसको मेन सिम्पटम्सहरू ग्लोमेरुलोनेफ्राइटिसको चाहिँ सोइलिङ हुन्छ है, होल बडी सोइलिङ हुन्छ, प्रोटिन्युरिया हुन्छ, 2+, 3+, 4+सम्म पनि पुग्न सक्छ प्रोटिन्युरिया है। अनि ब्लड पनि आउँछ ग्लोमेरुलोनेफ्राइटिस। तर यसलाई नेफ्राइटिक सिन्ड्रोम पनि भन्छ ल। यो अटोइम्युन डिजिज जस्तो पनि हो, अटोइम्युन कारणले पनि हुन्छ। यसलाई नेफ्राइटिक सिन्ड्रोम भन्छ। नेफ्रोटिक सिन्ड्रोममा चाहिँ ब्लड प्रेजेन्स हुँदैन, प्रोटिन्युरिया प्लस सोइलिङ हुन्छ है। प्रोटिन शरीरबाट गएपछि सोइलिङ त हुने नै भयो है। यसमा चाहिँ प्रोटिन प्लस ब्लड दुइटै बग्छ ग्लोमेरुलोनेफ्राइटिसमा। नेफ्रोटिक सिन्ड्रोममा चाहिँ प्रोटिन मात्र जान्छ है युरिनबाट अर्थात् किडनीबाट है। यो बुझौँ। अनि पोलिसिस्टिक किडनी डिजिजहरू, किडनीमा अरू डिजिजहरू भए पनि ब्लड आउन सक्छ है। रेनल स्टोनहरू अड्किया छ माथि, के अरे मेजर काइलेक्स, माइनर काइलेक्स है, तिनीहरूमा अड्किया छ भनेपछि त्यसले पेनिट्रेट गर्ने भयो, यताउता ट्युबहरूमा पेनिट्रेट गरेपछि अनि ब्लड लिकेज हुने भयो है। रेनल सेल कार्सिनोमा, क्यान्सरहरू भए पनि ब्लड हुने भयो, अनि ट्रमा, चोट लागेपछि पनि ब्लडहरू लिकेज हुने भयो है। अनि युरेट्रिक क्याटेज, अनि युरेटरमा चाहिँ युरेटरिक स्टोन है, युरेटरमा पनि स्टोन आएर माथि किडनीबाट आएर त्यसले युरेटरमा अड्किन पनि सकिया हुन्छ, त्यसमा गएर पनि ब्लडहरू निस्किया हुन्छ है। त्यसले पनि पेनिट्रेट गर्ने भयो नि त वालहरूमा, ट्युब हो नि त युरेटर भनेको, त्यसमा पेनिट्रेट गरेर ब्लड निस्किने, ट्युमरहरू भएपछि। त्यसपछि ब्लाडर कजेज, त्यसपछि पिसाब किडनी हुँदै युरेटर हुँदै अब ब्लाडरमा आयो। ब्लाडरमा पनि युटिआई हुनसक्छ है, इन्फेक्सनहरूको कारणले हुनसक्छ, ब्लाडर क्यान्सरको कारणले हुनसक्छ, सिस्टाइटिस भनेको इन्फ्लामेसन अफ ब्लाडरको कारणले हुनसक्छ है। अनि युरेथ्रल कजेज, अब त्यसपछि युरेथ्रा आयो है। अनि त्यसपछि ब्लाडरबाट स्टार्ट युरेथ्रा हुन्छ नि त, युरेथ्रा पनि युरेथ्राइटिस, इन्फ्लामेसन, त्यहाँ पनि चोट लागेपछि हुनसक्छ। त्यसपछि प्रोस्टेट आयो है। प्रोस्टेटमा पनि प्रोस्टाइटिस, प्रोस्टेटको इन्फ्लामेसन भएर हुनसक्छ। प्रोस्टेटिक हाइपरप्लाजिया, प्रोस्टेट ठुलो भएर पनि हुनसक्छ। प्रोस्टेटिक हाइपरप्लाजिया प्रोस्टेटको साइज बढ्नु ल। हाइपरप्लाजिया भनेको सेल इन्क्रिज अफ सेल है। प्रोस्टेटको सेल बढेपछि प्रोस्टेट ठुलो भइहाल्ने भयो है। सिस्टेमिक कजेज अरू कारणले पनि हुन्छ। कोगुलोप्याथिज भनेको कोगुलेसन डिसअर्डर, ब्लड धेरै पातलो भए पनि हुनसक्छ है। धेरै पातलो भयो अनि लिकेज भयो कि क्यापिलरीबाट लिकेज भयो धेरै पातलो भएर है। एन्टिकोगुलेन्टहरू औषधि खाइरहेको मान्छेमा पनि हुनसक्छ, कसले एन्टिको, जस्तै वारफारिन है। वारफारिनले पनि ब्लडलाई एकदम पातलो बनाउँछ नि त। ब्लडलाई पातलो बनाएपछि क्यापिलरीहरूबाट अथवा आर्टेरियलहरूबाट, भेन्युलहरूबाट पनि लिकेज हुनसक्छ कि है। त्यही भएर पनि त्यो कहाँ आउनसक्छ, अनि त्यसपछि त्यो चाहिँ युरेटर अथवा ब्लाडर त्यसमा पिसाबमा मिक्स भएर बाहिर निस्किन सक्छ। सिकल सेल एनिमिया है। सिकल सेल एनिमियाले यो हेमाचुरिया कसरी गराउँछ भन्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि, सिकल सेल एनिमिया भनेको तपाईँलाई थाहा होला, यसको सायद चाहिँ नर्मल त त्यही नै हुन्छ, नर्मोसिस्टिक एनिमिया हो यो। तर यसको सेप चाहिँ चेन्ज हुन्छ
है। सेप चेन्ज भएर जुन नर्मल ट्युबहरू हुन्छ जस्तै आर्टेरियल भ्यान्युलहरू हुन्छ त्यसमा चाहिँ यसको सेप चेन्ज भएर चाहिँ कहिलेकाहीँ त्यो सेप ब्लकेज भइदिन्छ। अनि सेप ब्लकेज भएपछि चाहिँ त्यसमा अक्सिजनहरू पासेस हुँदैन, ब्लड सर्कुलेसन हुनु पाउँदैन। अक्सिजन ब्लड सर्कुलेसन पास नभएपछि सेलहरू नेक्रोसिस हुन्छ, मर्छ, अनि त्यसपछि चाहिँ ब्लड त्यहीँबाट सक्छ। अनि ड्रगहरू कहिलेकाहीँ रिफाम्पिसिन खाएको मान्छेको पेसेन्ट जस्तै ट्युबरक्लोसिसहरूमा रिफाम्पिसिन खान्छ नि त है। ट्युबरक्लोसिसको पेसेन्टमा रिफाम्पिसिन खाइरहेको पेसेन्टमा चाहिँ हेमाच्युरिया हुनसक्छ है। अब हेमाच्युरिया कजेजहरू त थाहा भयो है, माथिबाट तल सबै थाहा भयो। क्लासिफिकेसन अफ हेमाच्युरिया क्लासिफिकेसन गर्ने यसलाई 3 भागमा क्लासिफिकेसन गरेको छ है, अन द बेसिस अफ भिजिएबिलिटी है, हेर्नेको आधारमा मैले भने नि माथि अघि। म्याक्रोस्कोपिक भनेको हामीले आफ्नै नाङ्गो आँखाले देख्ने, पिसाब गर्दाखेरि म्याक्रोस्कोपिक भनेको नाङ्गो आँखाले देख्ने, त्यो हामीले ब्लड देखिरहेछौँ भने चाहिँ त्यसलाई म्याक्रोस्कोपिक भन्छ। म्याक्रोस्कोप भनेको हाम्रो नाङ्गो आँखाले नदेख्ने तर माइक्रोस्कोपमा युरिनारी गर्दाखेरि चाहिँ आरबिसीहरू देखिने, 4-5वटा आरबिसीहरू हुन्छन्, 10 जति पनि हुनसक्छ है आरबिसी, जति आरबिसी पनि हुनसक्छ युरिनमा बगेको, त्यो सबै देखिने, आँखाले नदेखिने तर माइक्रोस्कोपिक इक्जामिनेसन गर्दाखेरि चाहिँ ब्लडहरू आरबिसीहरू लिकेज भएको देखिने माइक्रोस्कोपिक हेमाच्युरिया भयो है। अन्त विशेष पेन है, दुखाइको कारणले पनि यसलाई 2 भागमा विभाजन। पेनफुल हेमाच्युरिया भनेको पिसाब आउँदाखेरि पिसाब आइरहेछ, ब्लड पनि आइरहेछ तर दुखिरहेको छ भनेपछि चाहिँ त्यसलाई पेनफुल हेमाच्युरिया भन्यो। पेन अकर ड्युरिङ युरिनेसन, जस्तो यो के कारणले हुन्छन्, ट्रमा, चोटपटक लागेको छ, रेनल स्टोन, किडनीमा स्टोन छ भनेपछि पनि चाहिँ यसले चाहिँ पेनफुल हेमाच्युरिया भन्ने भयो, यसले चाहिँ दुख्ने भयो है। पेनलेस, ब्लड पनि आइरहेको छ तर दुखिरहेको छैन है, के कारणले लाग्यो भने डाउट हुन्छ नि त, यसलाई चाहिँ पेनलेस हेमाच्युरिया भन्छ है। पेन डज नट अकर ड्युरिङ युरिनेसन, जस्तै क्यान्सरहरू भएको छ भनेपछि चाहिँ यसमा पेन हुँदैन है। अन द बेसिस अफ सोर्स, अब कहाँबाट ब्लड आयो है, यो सोर्स भनेको कहाँबाट, माथि किडनीबाट आयो कि है, र युरेटरबाट आयो कि, ब्लाडरबाट आयो कि, प्रोस्टेटबाट आयो कि, युरेथ्राबाट आयो कि, कहाँबाट ब्लड आयो भनेर कन्फर्म गर्नलाई, ट्रिटमेन्ट प्रोटोकल सजिलो बनाउनलाई है, डक्टरहरूलाई चाहिँ थाहा हुनलाई पिसाब कहाँ इन्फेक्सन भएर ब्लडर आएको हो है, किडनीमा भएर आएको हो कि, ब्लाडरमा भएर आएको हो कि, युरेटरमा भएर आएको, युरेथ्रामा, प्रोस्टेट भएर कहाँ भएर आएको भन्ने कुरा चाहिँ थाहा पाउनलाई है। यसको चाहिँ अर्ली हेमाच्युरिया, ब्लड सिन इन अर्ली युरिनेसन, सोर्स एन्टेरियर युरेथ्रा टु युरेटर नै कमन हुन्छ। भनेको सुरुमै पिसाब सुरुमै गर्दाखेरि सुरुमै ब्लड आउँछ भनेपछि चाहिँ त्यसलाई चाहिँ त्यो चाहिँ युरेथ्राबाट आएको हुन्छ है, युरेथ्राबाट आएको हुन्छ जुन चाहिँ कमन मान्न सकिन्छ है, सामान्य हो, युरिटिआई भएको हुनसक्छ, त्यही भएर चाहिँ आएको हुनसक्छ है। अनि त्यसपछि लेट हेमाच्युरिया भनेको चाहिँ अन्तिममा है, यो चाहिँ अन्तिम हामीले यसलाई कसरी थाहा गर्छौँ भन्दाखेरि पेसेन्टलाई 3वटा टेस्ट ट्युबहरू दिन्छौँ है, 3वटा ट्युबहरू दिन्छौँ पेसेन्टलाई। कसरी तपाईँ एउटा सुरुको पिसाब कलेक्सन गर्नुहोला, त्यसपछि बिचको एक ट्युबमा चाहिँ सुरुको पिसाब कलेक्सन होला, त्यसपछि बिचको पिसाब कलेक्सन गर्नुहोला, त्यसपछि चाहिँ अन्तिमको पिसाब कलेक्सन गर्नुहोला भनेर हामी टेस्ट गर्छौँ। यदि सुरुको पिसाबमै रगत देखिरहेको छ भने चाहिँ अर्ली हेमाच्युरिया भयो, त्यसको सोर्स चाहिँ युरेथ्राबाट आएको हुनसक्छ भन्ने कुरा हामी बुझ्छौँ है। यदि लेट हेमाच्युरिया अन्तिममा गरेको पिसाबको स्याम्पल लिएर हामी टेस्ट गर्दाखेरि चाहिँ त्यसमा ब्लडहरू देखेपछि चाहिँ हामी त्यसबाट त्यो कहाँ थाहा हुन्छ, प्रोस्टाइटिस युरेटरहरूबाट आएको छ भन्ने थाहा हुन्छ है। यहाँ कहाँ मिस्टेक भएको रहेछ, कहाँ के गरेर जे होस्, सुरुमा चाहिँ युरेथ्रा हो है, त्यसपछि चाहिँ प्रोस्टेटबाट युरेटरसम्म है लेट हेमाच्युरिया। अनि त्यो चाहिँ मिक्स्ड हेमाच्युरिया भनेको होल ब्लड युरिनमै आउने कि, सुरुमा पनि आउने अन्त्यमा पनि आउने, आइराख्नु भने त्यो चाहिँ किडनीबाट आएको हुनसक्छ है, त्यो चाहिँ किडनीबाट इन्फेक्सन भएर आएको छ भन्ने बुझ्ने। अब इन्भेस्टिगेसन टेस्टहरू गर्ने, क्लिनिकल डायग्नोसिस गर्ने। अब क्लिनिकल डायग्नोसिस भने हेर्ने पिसाबबाट रगत आइरहेछ कि छैन भनेर है, लक्षणहरू गर्ने, एनिमियाहरू भएको हुनसक्छ त्यो हेर्ने है। सुरुमा त इन्भेस्टिगेसन क्लिनिकल डायग्नोसिस भने पिसाबमा रगत छ कि छैन भनेर हेर्ने, त्यो युरिनारी गर्ने है, माइक्रोस्कोपिक हेमाच्युरिया पनि हुनसक्छ, आरबिसीहरू गएको हुनसक्छ, युरिन कल्चरहरू गर्ने कि इन्फेक्सनहरू भएको छ कि, युरेथ्राइटिसहरू भएको छ कि। यो युएसजी होला, युएसजी अफ पेल्भिक एन्ड एब्डोमेन, युएसजी भिडियो एक्सरेहरू गर्ने, स्टोनहरू थाहा हुन्छ, गल स्टोन यसरी रेनल स्टोनहरू थाहा हुन्छ। सिबिसी गर्ने, अब धेरै ब्लड बगिरहेको छ नि त, एनिमिया भएको हुनसक्छ
इन्फेक्सन भएको हुनसक्छ, सिबिसीबाट डब्लुबिसीहरू बढिया हुनसक्छ है। आरएफटीहरू हेर्ने, युरिया क्रिएटिनाइन टेस्टहरू गर्ने है, युरिया क्रिएटिनाइन सोडियम पोटासियमहरू हेर्ने है। अनि थ्री टेस्ट ट्युब मैले भने थ्री टेस्ट ट्युब चाहिँ यो मेन गरेर सोर्स अफ हेमाच्युरियाको लाई चाहिँ के अरे छुट्याउन सकिन्छ है। अर्ली हेमाच्युरिया, लेट हेमाच्युरिया र मिक्स्ड हेमाच्युरिया गरेर छुट्याउन सकिन्छ। यो मिक्स्ड हेमाच्युरिया भनेको बिचमा पनि आउने के है, लेट भनेको अन्तिमको ट्युबमा, अन्तिमको पिसाबमा आउने, अनि अर्ली भनेको सुरुको पिसाबमा आउने। तीनवटा ट्युबहरू दिन्छौँ हामी पेसेन्टलाई। तीनवटा ट्युबमा पेसेन्ट के अरे युरिन लिएर आउनु भन्छौँ, पिसाब लिएर आउनु भन्छौँ। उसले सुरुको पिसाब चाहिँ एक ट्युबमा लिएर आउँछ, बिचको पिसाब चाहिँ एक ट्युबमा लिएर आउँछ, अर्को अन्तिमको पिसाब चाहिँ एक लिएर आउँछ। उसले भन्छ यो सुरुको हो, यो अन्तिमको भनेर उसले भन्छ ल। अनि त्यसपछि क्लिनिकल फिचर लक्षणहरू रेड अर कोला कलर युरिन, रातो अथवा कोका कोला जस्तो हुन्छ नि त्यस्तो युरिन हुन्छ। डाइसिरिया है, पिसाब धेरै लाग्न सक्छ है, थोरै पिसाब आउन सक्छ। फ्ल्याङ पेन भनेको चाहिँ पेन चाहिँ माथि सर्ने के फ्ल्याङ पेन भनेको है, माथितिर सर्ने, जस्तै पिसाब गर्दाखेरि पेन सरर माथि किडनी भएको एरियातिर सर्ने ब्याकतिर। क्लट्स इन युरिन है, ब्लड भइरहेको छ भने चाहिँ क्लट्स हुने भयो, ब्लडबाट सरी पिसाबबाट ब्लड्स आइरहेको हुने ब्लड्स त क्लट हुन्छ नि त, पिसाब जमेको हुनु त पिसाब सर्लक्क बग्नु पर्ने हो नि त पिसाब फेरेपछि, जम्छ क्या पिसाब। फिभर इन्फेक्सन ज्वरो आएको हुनसक्छ। सिस्टेमिक सिम्टमहरू जस्तै केही अरू कारणहरू, क्यान्सरहरू छ भने, के अरू छ भने, वेट लसहरू हुने भयो, त्यो अब होइन सिस्टेमिक इन्फेक्सन। म्यानेजमेन्ट कसरी गर्ने, आइडेन्टिफाई द अन्डरलाइन कज गर्ने है। अन्डरलाइन कजहरू भनेको थाहा पाउने कारण, युरेटर किडनीको कारणले हो कि, युरेटरको कारणले हो कि, ब्लाडरको कारणले हो कि, प्रोस्टेटको कारणले हो कि, र युरेथ्राको कारणले के हो थाहा पाउने है। थाहा पाउने तरिकाहरू पनि भनिसकेँ, सिबिसीहरू गर्ने, थ्री टेस्ट ट्युबबाट थाहा हुन्छ कि मेन गरेर है, त्यो टेस्टहरू गर्ने। युटिआई छ भनेपछि त एन्टिबायोटिकहरू दिने, नाइट्रोफुरेन्टिन ड्रग अफ चोइस फर युटिआई हो है। सिफिक्जिमहरू पनि दिन मिल्यो। रेन रेस्टुरेन्ट छ भनेपछि सर्जिकल रिमुभल गर्नु पऱ्यो, अब सर्जरी गरेर निकाल्नु पऱ्यो। ट्युमर छ भने सर्जरी गरेर निकाल्नु पऱ्यो। ग्लोमेरुलर नेफ्राइटिस छ भनेपछि इम्युन डिसअर्डर हो है, इम्युनोसप्रेसेन्टहरू दिनु पऱ्यो, जस्तै प्रिडिनिसोलोन, इम्लोसोलोनहरू दिनु पऱ्यो है। 1 to 2 mg पर केजी दिन्छ, के पर केजीको हिसाबले दिन्छ। दिनमा ओडी दिन्छ है, त्यो पनि बिहान। ट्रमा छ भने चाहिँ सर्जरीहरू गर्नु पऱ्यो है। इमर्जेन्सी म्यानेजमेन्टमा के गर्ने भन्दाखेरि क्याथेटराइजेसन गर्ने, अब एकदम क्याथेटराइजेसन गर्ने, हट कम्प्रेसन गर्ने, सुप्राप्युबिक एस्पाइरेसन के लिइरहेको थियो है, यसलाई यो चाहिँ होइन ल, यो चाहिँ होइन, यो म्यानेजमेन्टै गर्ने। अनि कम्प्लिकेसन चाहिँ के हुन्छ, ब्लडबाट धेरै के अरे युरिनहरू गइरहेछ भने चाहिँ एनिमिया भएको हुनसक्छ है। हिमोग्लोबिन घट्ला, ब्लड गइरहेको छ नि त, युरिनेसरी रिटेन्सन होला। युरिनरी रिटेन्सन भनेको चाहिँ पिसाब नआउने के। पिसाब किन नआउला भन्दाखेरि चाहिँ क्लट होला नि त, ब्लड आइरहेछ, पिसाब क्लट भयो, युरेथ्रामा अट्क्यो, अर्थात् ब्लाडरको नेकमा अट्क्यो, त्यो हुनुहुन्छ अब्स्ट्रक्सन अफ हाइड्रोनेफ्रोसिस। अनि अब्स्ट्रक्सन भएपछि हाइड्रोनेफ्रोसिस भनेको किडनीमा पुरा पानी भर्न सक्छ होइन। क्लट होला, युरिनरी रिटेन्सन होला, अनि हाइड्रोनेफ्रोसिस होला, ठिकै। प्रोग्रेसिभ रेनल ड्यामेज, बिस्तारै रेनल पनि ड्यामेज हुँदै जाला, अनि सेप्सिस होला। यो इमर्जेन्सी म्यानेजमेन्ट यसको होइन ल, यो चाहिँ युरिनरी रिटेन्सनको इमर्जेन्सी म्यानेजमेन्ट जस्तो लाग्यो यो बिचमा कहाँ लेखिदिएछ ल। ओके, थ्याङ्क यू साथी। सब्सक्राइब गर्नु है, सबैभन्दा मेन कुरा त सब्सक्राइब गरिदिनु न है प्लिज।